इरान अमेरिका युद्धले विश्वव्यापी तेल बजारलाई अस्थिर बनाएको छ। तेलको मूल्य विश्वभर बढ्दो क्रममा छ। यसको असर नेपालमा पनि देखिन सुरु भएको छ। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाइसकेको छ। मूल्य अझै बढ्ने आकलन गरिएको छ। मूल्य स्थिर राख्न अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले आपतकालीन भण्डार खोल्ने निर्णय गरेको छ। यसका लागि बढ्दो मूल्य कम गर्न करिब 41.2 करोड ब्यारेल तेल बजारमा पठाउने योजना छ। एसियाली देशको भण्डार तुरुन्तै खोल्ने योजना समेत सार्वजनिक गरिएको छ। तर के यसले नेपालमा मूल्य स्थिर होला त? आम उपभोक्ताले यही प्रश्न गरिरहेका छन्। युरोप र अमेरिकाको भण्डारबाट मार्चको अन्त्यमा तेल बजारमा ल्याउने योजनाबीच यसले एसियामा के प्रभाव पार्नेछ त्यो हेर्न बाँकी नै छ। तर तेल र ग्यासका लागि भारतमा आश्रित नेपालको यात्रा सहज भने छैन, किनभने भारतले यसै साता मुस्किलले हर्मिज जलमार्गबाट मुस्किलले 2वटा जहाज मार्फत तेल र ग्यास ल्याएको छ। भारतीय अधिकारीहरूका अनुसार तेलको मूल्य अझै बढ्न सक्छ। ग्यासको मूल्य समेत स्थिर छैन। भारतबाट नेपाल पठाइएको पछिल्लो मूल्य सूची डरलाग्दो भएको आयल निगमले प्रष्ट गरिसकेको छ। नेपालमा आइतबारबाट मात्रै पेट्रोल र डिजेलको मूल्य बढ्न सुरु भइसकेको छ। पेट्रोल 200 हाराहारी पुग्दा डिजेलको मूल्य पनि आकाशिँदो छ। ग्यास आधा सिलिन्डर वितरण गर्न थालिएको छ। यो युद्धको असर एसियाका सबै क्षेत्रमा देखिएको छ। रेड क्रसका अनुसार इरानमा हालसम्म 1300 भन्दा बढी मानिसको मृत्यु भइसकेको छ। यसमा धेरै महिला र बालबालिका छन्। समग्रमा पश्चिम एसियाको अवस्था लगातार गम्भीर बन्दै गएको छ। यसले विश्व अर्थतन्त्र तथा ऊर्जा आपूर्तिमा ठूलो असर पार्ने आशंका बढेको छ। यसबाट नेपाल समेत अछुतो रहने छैन। इरान अमेरिका युद्धको असरले नेपालमा पेट्रोल, ग्यास र डिजेलको मूल्य कतिसम्म पुग्ला भन्ने अनुमान गर्न गाह्रो रहेको नेपाल आयल निगमले जनाएको छ।